हेलो सर, हजुरको शुभ नाम? रोबिन रावल हो मेरो नाम चाहिँ। ओके, सो हजुरलाई चाहिँ धेरै धेरै बधाई छ। हजुरले चाहिँ अहिलेको म्याचमा म्यान अफ द म्याचको टाइटल जित्न सफल हुनु भएको छ। हस्, थ्याङ्क यू त्यसको लागि चाहिँ। हजुर, सो हजुरको टिमले चाहिँ ब्याक टु ब्याक म्याचहरू जितिरहनु भएको छ, प्लस टाइटलहरू पनि जितिरहनु भएको छ होइन। यस पछाडिको हजुरको टिमको लाइक प्रिपरेसन ओभरअल कस्तो थियो होला? हाम्रो प्रिपरेसन चाहिँ राम्रो नै थियो सोचेको भन्दा पनि। त्योभन्दा पनि अझ मेन कुरा भन्दा चाहिँ हाम्रो युनिटी थियो हाम्रो टिममा चाहिँ। सबैले एकअर्काको कुराहरू सुनिरहेको थियो, गेममा नै फोकस गरेर ध्यान दिएर चाहिँ खेलिरहेको थियो। त्यसले गर्दा चाहिँ हाम्रो गेम चाहिँ राम्रो हुनुभयो। सँगसँगै हाम्रो बेन्चमा बसेको प्लेयरहरूले पनि आज चाहिँ एकदमै राम्रोसँग हामीले सपोर्ट गरेको कारणले गर्दा चाहिँ धेरै राम्रो भयो आजको गेम चाहिँ। ओके, सो अनि भोलिको म्याचको लागि पनि हजुरहरूको टिम कन्फिडेन्ट हुनुहुन्छ के कस्तो छ त्यसको लागि चाहिँ? एकदमै हामीले ब्याक टु ब्याक 3टा गेम जित्दा अभियसली पनि हामी कन्फिडेन्स छौँ, तर हामी ओभर कन्फिडेन्स भने पक्कै पनि छैनौँ। अब यसपछिको गेम चाहिँ डु अर डाईको गेम हो, सम्भवतः हामी जित्ने नै ट्राई गर्नेछौँ। ओके, सो हजुरको टिमको लागि अल द बेस्ट, थ्याङ्क यू।